हजुर साथीहरू दर्शन नमस्ते सबैजनालाई। म चाहिँ आज जुस बनाउनु गइरहेको छु होइन। अब यो के हो भन्नुहुन्छ भने चुकन्दर हो होइन, चुकन्दर। अनि यहाँ छ बदाम होइन, अनि यहाँ छ केरा। यो चाहिँ फ्रिजमा राखेर यसको कलरै यस्तो भइसक्यो कि भित्र चाहिँ केही पनि भएको छैन होइन। अनि यहाँ छ हल्का भिजाएको चना होइन। म जुस जुस बनाउनु गइरहेको छु होइन। म चाहिँ वर्कआउट गरेर वर्कआउट गर्नुभन्दा पहिला अथवा वर्कआउट गरिसकेपछि म चाहिँ यस्तो कुरोहरू खाने गर्छु होइन, घरमै बनाएको। म अरू यताउता पाउडरहरू प्रोटिनहरू यताउता खाँदिनँ। आज चाहिँ काजु बदामहरू हालेर सिद्धिया छ, त्यही भएर चाहिँ यसलाई नै मिक्स गरेर जुस बनाएर तपाईँहरूलाई देखाउँछु र म खानेछु होइन। तपाईँहरू हेर्नु पर्ने। तपाईँहरू देख्न सक्नुहुन्छ पुरै रातो छ होइन। म यति नै राख्छु, यो चाहिँ म पछि खाने गर्छु होइन। अब यो चाहिँ केरा चाहिँ केही पनि भएको छैन कि, तर यो फ्रिजमा राखेर कलर चाहिँ यस्तो भएको हो होइन। सो बदाम एन्ड चना। अब म चाहिँ आइस आइस हाल्नु गइरहेको छु। अब म तपाईँलाई ग्राइन्डरमा पिस देखाउँछु। गाइस भयो होइन, यति भयो। सो म तपाईँलाई गिलासमा हालेर पनि देखाउँछु। अब म चाहिँ एक गिलास खान्छु होइन। अरू प्रोटिन खाएर फाइदै छैन कि, आफ्नो घरमा जे आफ्नै यहाँ बनाएर खाँदा राम्रो। अरूहरू खाएर फेरि म फेरि होमवर्कआउट गर्ने मान्छे, त्यति मलाई खतरा डाइट पनि चाहिँदैन कि, किनकि म जिममा जाँदिनँ। म होमवर्कआउटमा म सामान्य एक्सर्साइज गर्ने मान्छे होइन। भएन त कमाल। तपाईँ देख्नु होला दामी भएको, तर म ट्राई गर्छु कहिले दामी हुनु मिलेन, तर दामी पनि भएको। ल तपाईँहरू पनि बनाएर खानुहोस् है त। म यो ब्यालेन्सलाई चाहिँ एउटा डब्बा म प्याक गरेर राख्छु, सो भोलिको लागि एकचोटि जुस बनाएपछि 2 दिन चाहिँ पुग्छ। ओके। यो पहिला छोड्नु कुरो भएन होइन। ल यति नै है त। तपाईँहरू पनि घरमा जुस बनाएर खानुहोस्, किनेर खानुभन्दा होइन। फ्रेस फ्रेस जुस मस्त खानुहोस्। बाक्लो छ, दामी छ।